प्रश्न नम्बर 1 सञ्चारको हक नेपालको संविधानको कुन धारामा उल्लेख छ? यसको सही उत्तर हो धारा 19 मा। प्रश्न नम्बर 2 प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हक कुन धारा अन्तर्गत पर्दछ? यसको सही उत्तर हो धारा 30। प्रश्न नम्बर 3 महिलाको हक संविधानको कुन धारामा व्यवस्था गरिएको छ? यसको सही उत्तर हो धारा 38। प्रश्न नम्बर 4 बालबालिकाको हक संविधानको कुन धारामा व्यवस्था गरिएको छ? यसको सही उत्तर हो धारा 39। प्रश्न नम्बर 5 संवैधानिक उपचारको हक नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ? यसको सही उत्तर हो धारा 46। प्रश्न नम्बर 6 नेपालको संविधानको धारा 48 मा के व्यवस्था गरिएको छ? यसको सही उत्तर हो नागरिकका कर्तव्य। प्रश्न नम्बर 7 नेपालको संविधान अनुसार नागरिकका कतिवटा कर्तव्यहरू तोकिएका छन्? यसको सही उत्तर हो 4 वटा। प्रश्न नम्बर 8 नेपालको संविधानको भाग 4 मा के व्यवस्था गरिएको छ? यसको सही उत्तर हो राजाका निर्देशक सिद्धान्त नीति तथा दायित्व। प्रश्न नम्बर 9 नेपालको संविधानमा राज्यका कतिवटा नीतिहरू उल्लेख गरिएका छन्? यसको सही उत्तर हो 13 वटा। प्रश्न नम्बर 10 राज्यको शक्तिको बाँडफाँड सम्बन्धी व्यवस्था संविधानको कुन धारामा गरिएको छ? यसको सही उत्तर हो धारा 57।